चैको अवस्था छ खुसी हेलो गाइस सकिदैन आइ भनेर बोल्न सकिदैन हामी जाने ठाउँ चाहिँ हो ओइ हामी कहाँ जाँदैछौँ सुन्दरी छ ए तापटान जाँदैछौँ हामी त्यति हो भयो हाई गाइज वेलकम ब्याक टु हर च्यानल हामी चाहिँ आज नि शनिबारको दिन सबैजना टकटुक्क मिलेर डाब ड्याम जाँदै हो अगाडि दुईजना हात समातेर कहिले नछोड्ने बाचा कसम खाँदै हिँड्दैछ अनि यिनी लाली कुद्दै कुद्दै ऊ मै हुँ भन्दै अगाडि अगाडि कुद्दै जाँदै हो अनि के छ हाल खबर तिमीलाई कस्तो लाग्दै मेरो त गाइजहरू सास फुलेर अनि हो यिनी पनि आफ्नो सास फुलाउनु चाहँदो रहेछ त्यही हिँड्दै जाँदै अनि हाम्रो बाटो चाहिँ यस्तो छ ठाडो कालो हजुरले हेर्न सक्नुहुन्छ खत्तम बाटो रहेछ हौ गाह्रो भएर छ एकदम धेरै धेरै सास फुलेर त्यही नै हाम्रो हिँड्ने क्रम जारी गर्नेछौँ प्लिज डोन्ट माइन्ड माई स्यास्या म यस्तै हो धेरै धेरै गाह्रो भइरहेछ यस्तो छ घरहरू अनि बाँकीको ब्लग हजुरले अगाडि पुगेपछि हेर्न सक्नुहुन्छ ल को छिटो पुग्ने छिटो उकालो सकिँदैन त यस्तो राम्रो देखेको क्या पछाडिको भ्यू जङ्गल हामी सुरुमा सुन्दरी जल उत्रिसकेपछि यता धाप ड्याम जानलाई हिँड्दैछौँ हिँडेको कति पनि भएको छैन एकछिन मात्र भइरहेछ र पनि हाम्रो सास फुलिसकेको छ यस्तो हिसाबले कसरी पुग्ने हो कहिले पुग्ने हो थाहा छैन ललिपप खाएर नि होला हामीले चाहिँ एउटा फ्लेभरको सबैजनाले ललिपप खाँदैछौँ अनि अब चाहिँ बल्ल यहाँ त्यो बोर्डहरू भएको ठाउँ आइपुग्दैछौँ यहाँबाट चाहिँ अफिसियली बल्ल हाइक स्टार्ट हुन्छ यहाँसम्म पुग्न पनि यस्तो गाह्रो भइसक्यो हाम्रो जनताहरू पछाडि छन् ऊ चाहिँ हो सुप्रिका गुरुङ ल यहाँदेखि चाहिँ यहाँ यो चाहिँ एन्ट्री गेट हो यहाँ चाहिँ हामीले रेजिस्टर गरेर 100 रुपिस पे गर्नुपर्छ दिस इज द भ्यू यहाँ मुनि कस्तो राम्रो खोला छ कि हाम्रो ग्याङहरू ल अब हामी त्यहाँ गएर रेजिस्टर गर्छौँ अनि त्यसपछि भेटौँ ल बाई बाई चाहिँ एन्ट्री हुने काम जारी छ यो हेर्न सक्नुहुन्छ रश्मि चिने जस्तो छ तिमीलाई यहाँ चाहिँ हाम्रो पैसा उठाउने काम चाइनाको हो नि त त्यस्तै देखिन्छ हेर त म त अफ्रिकाबाट आएको यहाँ कस्तो बिर्सेको दिन हाल्दिनु प्लिज ल दिदी नहालिदिनु मेरो भिडियो 6 7 के फिल्टर लगाएर हालिदिनु ल फिल्टर लगाइदिन्छु है उहाँ हुनुहुन्छ रोशनी एक दुई तीन उहाँ हुनुहुन्छ दिया हेर्दै न प्लिज यस्तो छ तिमी तीनजनाको हैन मम्मी 3 4 5 ल 5 थाहा छ हामी त्यसै 1 2 3 4 5 6 जना क्याल्कुलेसन भइरहेको क्यास छैन के मसँग हजुरको नाम भनिदिनुस् रोजिना थापा मगर हाई म नमस्ते भनेर भन्नुपर्छ नमस्ते मेरो नाम हो रोजिना थापा मगर फोन त छ सानो बाबु पनि हाइको एनर्जेटिक छ टिकट र परिचय देखाउने ठाउँ भित्र खुट्टु खाइदेऊ न
ल कुदा 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 Where is the temple? Where is the temple, Minamma? Where is the temple, Minamma? Where is your Minamma? Where is the temple, Minamma? Where is the temple, Minamma? Where is the temple? Where? Where is the temple, Minamma? Where is the temple? हाम्रो रोशनी चाहिँ पुरै फर्ममा आइसकेको छ होइन ज्याकेट स्याकेट खोलेर यहाँ चाहिँ एउटा मन्दिर रहेछ उहाँलाई लट्ठी चाहिसकेको अवस्था तर एकदम राम्रो झर्ना नि रहेछ यहाँ So beautiful, so elegant. बन्दरहरू माथि चढ्न थाल्छ यहाँ पनि रहेछ अर्को It's so beautiful. अब यहाँ हामी फोटो सुट गर्छौँ यहाँ Wow, so beautiful. हामी चाहिँ यहाँ दुईटा वे छ एउटा सिडीवाला वे रहेछ अनि हामी चाहिँ यो अलिकति डेन्जरस देखाउन होइन यस्तै मजा आउँछ यो वेबाट जाँदैछौँ यो वेमा हो ओह गिभ अप नहान यार मुभ सकिँदैन सकिन्छ सकिन्छ तल चाहिँ सैनिकको ब्यारेक रहेछ त्यहाँ चाहिँ स्पिकर अलाउड रहेन रहेछ अनि स्पिकरहरू अलाउड रहेन रहेछ होइन अनि त्यसपछि अर्को प्लास्टिकमा हामीले प्याक गरेको खानेकुराहरू नै अलाउड रहेन रहेछ अनि त्यहाँ फेरि सेकेन्ड टाइम चाहिँ टिकट चेक हुँदो रहेछ टिकट चाहिँ तलबाट पर्चेस गर्छ टिकट चाहिँ तलबाट पर्चेस गरिसकेपछि चाहिँदैन भनेर नच्यात्नु होला त्यहाँ फेरि चेक हुँदो रहेछ होइन अनि त्यसपछि अब हामी लागिसकेको छौँ माथितिर आज शनिबार भयो होला यति धेरै मान्छे चाहिँ यति धेरै ल अब अलिक परतिर पुगेपछि भेटौँ है त पाइ त भन्दिनँ यता चाहिँ सुन्दर के भन्छ शिवपुरी मेबी यो वेबाट शिवपुरी होला हाम्रो चाहिँ धामधाम जाने हो त्यही भएर यो वेबाट हो यो मान्छेले मलाई डिस्टर्ब गरेर उसलाई पक्रेर अघिदेखि लडिरहेको ऊ त्यही रहेछ ढ्याप ढ्याप त्यही होइन होला हामी आइपुगेछौँ गाइजहरू यही रहेछ धापधाम भनेको होइन सरी फर द रङ इन्फर्मेसन मलाई पनि थाहा थिएन तिमी हल्ल्यायो तिमी अनि गाइज भन्नुपर्दा चाहिँ हामीलाई चाहिँ पानीले हान्छ जस्तो भइसकेको छ यहाँ चाहिँ एकदम पानी पर्न थालिसकेको छ होइन पानी भइबाट यो चाहिँ पानी स्टोर गरेको होला अनि यहाँ चाहिँ बस्नलाई राखिएको छ स्ट्यान्ड निकुञ्जभित्र फोहोर गरिएको पाएमा 2000 रहेछ 20,000सम्म तो फोहोर नपार्नु होला यहाँ सिसिटिभी राख्नु पर्यो है यहाँ फोहोर छ तर यहाँ चाहिँ के भन्नु ड्याम आई डोन्ट गिभ अ ड्याम किनभने म ड्याम उचाल्न सक्दिनँ I don't give up. I didn't give up.
I don't give a shut up भयो ल त्यो उहाँले पनि आफ्नो फर्म लिइसक्नु भएको छ अवतार लिइसक्नु भएको छ दैत्य अवतार सबैभन्दा कुल हाम्रो रश्मि र दियालाई देखाएको छ सकिरा डान्स ल ल ल ल गरी पानी परिसकेको अवस्था छ आइएम गुड अनि उनीहरूले चाहिँ छाता निकाल्दैछ मलाई चाहिँ छाता ओढ्नु मन छैन होइन पानी त्यसै ठुल्ठुलो परेको छ होइन नि त मजाले अनि यिनीहरू गइसक्यो छाता ओढेर अनि उसको क्युटी छाता यो चाहिँ उसको 1000 वाला छाता हो हामी चाहिँ भिज्ने पार्टी होइन त यस मलाई चाहिँ लागेको थियो यहीँ हो ढाब ड्याम भनेर हामी चाहिँ अलिकति माथिसम्म अलिकति हिँड्नै पर्छ जस्तो लाग्थ्यो हिँड्न मजा आउँछ नि त तर यहीँ हो भनेर चाहिँ मेरो झन्डै साइड भइगएको थिएँ म केही बोल्दैछु पनि थाहा छैन तिम्रो कम्पनीमा जोइन भयो ल अब चाहिँ हामी बिस्तारै माथि जान्छौँ अनि हजुरलाई पनि देखाउँदै जान्छौँ के हुँदैछ हाइटमा के हुँदो रहेछ भनेर ओके जङ्क फुड अलाउड चाहिँ रहेछ तर त्यो हामीले चाहिँ के गरेको थियौँ भने पपकर्न चाहिँ घरमै बनाएर अनि प्लास्टिकमा हालेर ल्याएको थियौँ कि अनि त्यो चाहिँ नपाइने रहेछ अनि उहाँहरूले चाहिँ यो चोटिलाई ठिक छ भन्नुभएको छ नेक्स्ट टाइमदेखि चाहिँ नल्याउनु भन्नुभएको छ उहाँले चाहिँ लट्ठी भेटाइसक्नु भएको अवस्था माथि जान्जेलसम्म ढल्छु गाइस मैले थाहा पाइसकेँ यहाँ छ यो मैले पक्राएको छु तल केही भएन तिमीलाई कस्तो फिल भइरहेछ ऊ चाहिँ सबैभन्दा छिटो हिँड्ने व्यक्ति हो हामी चाहिँ गल्छाइको हुन्छौँ ऊ चाहिँ हिँड्ने खै कता जाने हो यहाँ नि एउटा बाटो रहेछ यहाँ नि अर्को बाटो ढाब ड्यामको बाटो के भन्नुभयो हामी पनि त्यतै हो नि यता जानु भएको उनीहरू कन्फ्युज भयौँ के गर्ने दुईटा बाटो छ कुन चुज गर्ने अक्का बक्का बम्बे बो 80-90 पुरै सो रुखको हिंसा भइरहेछ यो लट्ठीले चाहिँ कसलाई थाम्ने तिमीले रोटीलाई थाम्ने यसले नो भाइलेन्स अबै देखाउनु हुँदैन त्यस्तो कुराहरू देखेन चिपेर राख लिचिक रहेछ त्यो हेर्दै त हुन्छ कि त्यो भाँची जान्छ भन्नुपर्छ भनिरहेको छु कसले थाम्ने यो त भाँचिन्छ जस्तो लाग्छ मलाई दुईटा लट्ठी यो त मलाई थाम्दैन यसले हामी कताबाट जाने भयौँ भने हामी यो बाटोबाट जाने भयौँ मेरो चाहिँ अलिकति यो चाहिँ अर्को ग्रुपको मान्छेहरू हुन्छ यसो भएको अवस्था गाइस हाम्रो चाहिँ हाफ दाम गाडीबाट पनि जान सकिने रहेछ जुन चाहिँ छेउमा गएर हेर क्या देख्दैन यहाँबाट चाहिँ विभिन्न ठाउँ जान मिल्ने रहेछ मनी चौर भयो ब्ला 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 आफै पढ्नु होला नट इन्ट्रेस्टेड अब हामी यो चाहिँ गाडीको वे हो हामी चाहिँ हिँड्दैछौँ ढाब दामको लागि
खोल्छन् हिँड्दैछ अब चिसा पानीमा पुगिसकेको छौँ यो चिसा पानीमा पुगेको खुसीको नृत्य उहाँले देखाइसक्नु भएको छ उहाँ हाइक जान पाएर पुरा खुसीले गदगद यहाँ चाहिँ कस्तो मजाको गाउँ रहेछ बस्ती टाइपको अनि हामी यहाँ माथि त आइसकेको छौँ त्यो चाहिँ भ्याली त्यहाँ चाहिँ एउटा बिरालो देखेछ यिनीहरूले यहाँबाट चाहिँ अझ राम्रो भ्यू देखिन थाल्छ यता माथि लेट्स गो हामी चाहिँ छुट्टेर 3 जना अर्को वेबाट आएको थियौँ तिनीहरू चाहिँ तलको बाटोबाट हिँड्दैछन् होइन तलको बाटो चाहिँ अलिकति सजिलो तर लामो बाटो रहेछ अनि यो चाहिँ अलिकति गाह्रो तर छिटो त्यो हेरी अनि हामीले चाहिँ रेस्ट लगाएको छौँ कि को भन्दा छिटो पुग्ने भनेर अनि तर बाटो एकदम खतरा खालको रहेछ सिडी नै सिडी छ तर सिडी भए पनि हिँड्नै गाह्रो यहाँ हामी अलिकति माथि आइपुगिसक्यो यहाँ चाहिँ कस्तो राम्रो ध्वजा लगाएको रहेछ कि होइन भन्नु चाहिँ साह्रै रहर लागेको थियो आउनु यहाँ तर हिँड्दा आएको छ कस्तो राम्रो भ्यू छ क्या यहाँबाट अलिक घाम लागेको पनि मजा आउने रहेछ तिनीहरू चाहिँ ऊपर छ भर्खर हामी चाहिँ यहाँ आइसक्यौँ यहाँबाट चाहिँ अझै 2 घन्टा लाग्छ अरे अनि हामी चाहिँ बिस्किट खाँदैछौँ हामी चाहिँ त्यो यहाँ आइसकेको छौँ उनीहरू चाहिँ आइपुगेको छैनन् अझै अनि हामी चाहिँ यहाँ गुराँसको बोट देख्यौँ त्यही भएर हामी चाहिँ गुराँस हेर्न तल झरेको तर थाहा छ अहिलेसम्म मैले गुराँसको बोटै देखेको छैन मतलब देखेको तर हामी उता पाथी भएर जाँदाखेरि फुलेकै थिएन के बोट चाहिँ देखेको तर फुलेको छैन वाउ कस्तो राम्रो देखिँदो रहेछ तर यहाँ खासै धेरै चाहिँ रहेन रहेछ भाँचिसकेर हो कि क्या हो ओहो तल अझ मजाको रहेछ बोटहरू है यहाँ रहेछ त्यहाँ तल छ टिपुम के हो टिपुम भेट्न सक्छौ उनीहरू आउँदैछन् जस्तो छ माथिको त म सक्छु हामीले चाहिँ खासै धेरै त नटिप्ने यो चाहिँ मेन चाहिँ जडीबुटी हुन्छ अरे नि त अनि त्यसको लागि चाहिँ लिएर जान आँटेको लालीगुराँस दिस इज आवर नेसनल फ्लावर तर तल पनि कति धेरै रहेछ अनि हामी चाहिँ 2टा जति टिप्छौँ धेरै टिप्दिनौँ बाई बाई खालि बाई भन्दो रहेछ होइन नो बाई बोट चिप्लो छ है मेरो कापमा चढ म भारी छु नि त लड्छ है ओइ धेरै नटिपा छोड्दै त्यो सानो छ छोड्दै 2टा भए पुग्छ खुसी मेरो लागि पनि हो त न यही तिमी लिया होस् नटुङको के दे आउन दिया चढ्नु न अब म त चढ्दिन नि त्यस्तो त म ट्रस्ट मी के हैन त्यस्तो त गर्दैन के आउन तिमी चढ्नु न तल जाउँ न यहाँ भेट्छ कि उहाँ पनि रहेछ बोट हेर त अरूतिर नि होला चढौँ नाइ कि सुब्रिका लड्छ नगर के
गाइज हाम्रो चाहिँ उनीहरूसँग भेट भइसकेको छ अनि हामी चाहिँ अब अगाडि बढिसकेको छौँ फोटोसोटो खिच्यौँ एकछिन होइन अब शिवपुरी हो नि यता ला शिवपुरीको त्यो माथि त्यो उतो जाने बाटो के त्यस्तो छ मलाई ग्यास पेट दुख्नु थाल्यो भोक लाग्यो यिनीहरूले कसैले खाँदैन नि हेर कसले दिएन गाउँ बचाऊ मेरे गोरे हो भिरा र पहिरो गोलाको बाटो यहाँ पनि गुराँस रहेछ हेर त ऊ गुराँस हो तर गुराँस चाहिँ तलसम्म लान दिने चलन रहेन रहेछ अब हामी गुराँसै हो लगेर झन्डै लडेन माथि चाहिँ गुराँसै गुराँस रहेछ गुराँसै पुरा ल है मेरो मन झुला तिम्रो के हो तिम्रो मनैमा त्यसपछि के हो त्यसो चाहिँ आउँदैन गाइस माया बिरानो बिरानो बिरालो भएरै हो मलाई भोक लागेको म्याउ 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 हजुर म्याउ 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 चिची खाने चिची खायौँ न यहाँ चितुवालाई तिम्रो चिची खाए मात्र हो बिस्किट कहाँबाट ल्यायो भन्नु लाग्थ्यो कि मैले बिस्किट भन्दा बिस्किट चाहिँ कुन एङ्गलबाट चिची सुन्छ क्या तिमीले बिस्किटको चिचीवाला सुने नि त मैले बिस्किट कहाँ चिज हो बिस्किटमा कहाँ चाहिँ चिज हो जान हानेको है त्यहाँ चिची नखाएको पनि धेरै ची के भन्छ बाबा ल चिची नखाएको पनि धेरै भयो पोहोर खाएको थिएको खाएको छैन डाक्टरले चिची खाऊ भनेको छ ताकत आउँछ अरे गाइस भोल चाहिँ हाम्रो कलेज छ अनि हामी चाहिँ भोलि कलेज जान सक्छौँ जस्तो लागेको छैन हिँडाइ हेरेर यहाँ चाहिँ एकदमै राम्रो गुराँस छ होइन अनि हामी चाहिँ गुराँसको पत्ता खाँदै हिँड्दैछौँ होइन तर गुराँसको पत्ता चाहिँ अलिकति अमिलो अलिकति टर्रो पनि हुने रहेछ हेल्थको लागि पनि राम्रो अरे अहिलेको चाहिँ बाटो यस्तो अलिकति हिलो खालको छ जुका डाल्यो भने डराले कुद्दैछु नतेदेऊ न हो रहेछ मलाई यो चुनाले एक टकाको सिक्सिक बनाइरहेको छ हो हामी चाहिँ ट्याटु हान्न आँट्दैछौँ त्यसले हुँदैन होला हुँदैन ए भएन म तपाईँलाई अर्को हालिदिन्छु It's okay. Sorry. It's okay. पुत्ना गाइस हामी हाइक गएको होइन यहाँको वेदर राम्रो भएर हामी मन्त्र सन्नी भन्दा त्यतिकै ठिक छ है तर खोइ पानी चाहिँ एकदम बढ्कै आउन आँटेको जस्तो कुरा चाहिँ युज गर्न कहाँ हुँदैन इधर त नै होगा अब हिन्दीमा बोल्नु त कस्तो राम्रो देखेको के पछाडि ल गाइस खोलामा जाने प्लान क्यान्सल 5-6 बजे जस्तो लागिराख्ने त्यो वेदर हेर्दा वेदर सबै हेर्दा
यतिखेर चाहिँ बजिरहेछ 11:30 मेबी मोर होइन। अनि यहाँ चाहिँ हामी भर्खरै आन्टी अङ्कलहरूसँग भेट भएको थियो। अनि बाटो हामी एकदम सही समय तर कति टाइम लाग्छ भनेर सोधेको थियौँ। अनि 2 घन्टा भन्नुभएको छ अझै। अब 2 घन्टा लाग्यो भने चाहिँ हामी वहाँ गएर फोटो खिचेर खाएर फर्किँदाखेरि चाहिँ ढिला हुन्छ जस्तो मलाई चाहिँ लागिरहेछ। हामी गली पनि सकेको छौँ एकदमै धेरै, हिँडाइ छौँ एकछिन बिसाउँदै। यहाँ चाहिँ कस्तो राम्रो समरमा चाहिँ आउन एकदमै झन् खतरा ठाउँहरू रहेछ। खोलाहरू स्विमिङ नभए पनि यस्तो चिल गर्न चाहिँ आउनुपर्छ जस्तो छ। एज यु क्यान हियर खोलाको आवाजहरू। अनि यहाँको बाटो चाहिँ त्यस्तो साह्रो उकालो चाहिँ छैन। अघि आउने बेलामा मात्र हो उकालो चाहिँ, अलिकति अहिले चाहिँ छैन। अब चाहिँ हामी यहाँ चिया पिउँदैछौँ बसेर। अब यहाँबाट चाहिँ कति 3 किलोमिटर भनेको छ। अनि हामी अब चिया खाएर निस्किन्छौँ। पुग्दा क्रिम होइन, ओरेन्ज मात्रै भने त मैले क्रिम भने। अनि मैले क्रिम बिस्किट गरे हो के होइन। नै मैले बिस्किट भन्दाखेरि गरेँ क्रिममा। सो गाइज हामी चाहिँ आइपुगिसकेको छौँ। बाटोमा बिचमा हामीले कति 10-15 मिनटको लिफ्ट मागेर आयौँ। अनि हामी आइसकेको छौँ हाम्रो डेस्टिनेसन। वाउ हामी चाहिँ अब सक्दै नसकेर आराम गर्नु बसेको छौँ। आराम गर्ने ठाउँ पनि यस्तो राम्रो छ नि। हामीले चाहिँ यहाँ माथि एउटा जेन्जी भन्ने कुकुर भेटाएको छौँ क्या। गाइस यो बिरालोको नाम चाहिँ उजेली रहेछ। गोरो हो नि त। उसको नाम चाहिँ जेन्जी भन नि। जेन्जी भाग्यो। जेन्जी हामी फाल्नु लाग्यो। जेन्जी हो त्यो कुकुरको नाम चाहिँ जेन्जी रहेछ। उसको बडी हेरिदिनु अरे। ल गाइस हामीले चाहिँ धापदाम गएर खाएर फर्किसकेका छौँ। अहिले चाहिँ बजिरहेछ 3 अब हामी चाहिँ डाइरेक्टली एकैचोटि तल पुगिसकेपछि मात्र भिडियो बनाउँछु। 22 किलोमिटर हिँड्ने भन न। साँच्ची यो यहाँसम्मको डिस्टेन्स चाहिँ 22 किलोमिटरको रहेछ। मैले अघि भन्न बिर्सेँ भने फेरि भनिरहेको छु। यति भन्दै आजको भ्लग यही समाप्त। बाइ बाइ।